हेलो गाइज, के छ हालखबर? तपाईँहरूको सबैजना आरामै ठिकै हुनुहुन्छ होला। आज फेरि म आइसकेको छु एउटा नयाँ भ्लग, नयाँ भिडियो लिएर साथीहरूसँग छ। त आज चाहिँ म खोलातिर यस्तो नुहाउन जाँदैछौँ। त लास्ट गर्मी छ केटा अरे, यस्तो गर्मीमा तलतिर मान्छेहरू आउँदैछ यार। पानी पर्न लागेको यो ठाउँमा, तर यता चाहिँ घाम लागिरहेको ठ्याक्क। हामीले चाहिँ आज स्विमिङ गर्न चाहिँ टाइम दिन्छ जस्तो छ मौसमले। चट्ट घाम लगाएर एक खोलाको छेउतिर हामी चाहिँ म चाहिँ नुहाउन जाने। अब हामी दुईजना केटा तलतिरबाट आउँदैछ। ओए बस्न कस्तो रहेछ न यार। ओए के हो तिमीहरू? म यार थकित भएर बसिरहेको, तिमीहरू हिँड्को गर्छ त। मासला फाइनल गाइज हामी आइसकेको छौँ नुहाउने ठाउँमा। लालघाट पहिलाको फेमस ठाउँ नै हो यो, तर बाढीले बिगारेर यहाँ खासै मान्छेहरू त्यहाँ आउँदैन। र हामी चाहिँ आज आइरहेको छौँ। कस्तो छ भनेको, 1 वर्षपछि पानी त ठुलो छ त यार। बाढीले चाहिँ पानी ठुलो गरायो। र स्विमिङ गर्ने पुल चाहिँ कस्तो छ हेर्नु, म त गएर नजिक गएँ। साथीहरू अगाडि हिँड्दा म एक्लै पछाडि। एक घन्टा जति हिँड्नु होला हामी यार। मान्छेहरू रहेछ अलरेडी यार, मान्छेहरू आइसकेको रहेछ केटाहरू यार। कति हो केटाहरू खाना खाने बित्तिकै हिँडिसक्यो यार। हामी त खाना खाएर 1 घन्टा सुतिरहेको। बबाल छ अरे सङ्केत आइसकेको छ केटाहरूले। बार गरे आयो भन्नु न यार, कस्तो त थात। ओ माई गड बबाल। आम्मामा यता हेर्नु पानी पऱ्यो भने जाने पनि छिटो यार। एकछिन रेस्ट गर्नुपर्छ। हामी चाहिँ पसिना सुकाउनुपर्छ, बल्ल चाहिँ नुहाउनुपर्छ, नत्र बिरामी हुन्छ क्या पसिना सुकाएन भने। त पसिना सुकाएपछि बल्ल नुहाउने हो। आज छिटै घर गइन्छ होला। र त हामी स्विमिङ गर्न आयो भने त अब एकछिन रेस्ट गरिन्छ हामी, त्यसपछि नुहाउँछौँ अनि बल्ल म भिडियो स्टार्ट गर्छु है त गाइज। A few moments later. भयो खत्म। बाय बाय, टाटा, गुड बाय, गया। यो चाहिँ हाम्रो भ्लगर हो। यो चाहिँ हाम्रो भ्लगर हो है। ल पौडी खेल्ने भ्लगर आज हाम्रो भ्लगर।
तेरो भ्लगको नाम के रे तेरो भ्लगको नाम के हो छिटो ए फेटु भ्लगले चट्ट लाएर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला फलो पनि गरिदिनु होला है गाइज एकदम तीव्र गतिमा उल्टे हाल्ला बल हानेको चाहिँ गयो खतरा ल भ्लगरको धेरै पट्टी भएको छ है खै त्यो भ्लगलाई कहीँ हाई पनि भन्दैन त ओनर भएर यो चाहिँ हाम्रो गाई चाहिँ ल 2,000 years later. फाइनल हामी भएर घरतिर लागिसक्यो घरतिर अब निसकेको बाटो हो आज चाहिँ घुम्न एकदम मजा खायो क्या घुम्ने मौसम चाहिँ बबाल छ पानी परिरहेको छैन होइन घाम पनि लागेको छैन बादलले पुरै ढाकिरहेको छ शीतल छ तर भए पनि पुरा गर्मी चाहिँ भइरहेको क्या भर्खर त नुहाएर आजदेखि तिमी मेरो साला है दिन्छ दिदी हुन्छ दिन्छ पुलानी साला यता हेर चिन्छ पुलानी यता हेर न साला बाबु हाई भन्नु फाइनल केटा मेरो साला पकेको त मेरो ह्यान्डसम साला बाबुले भेटेको थियो कि आज मैले त्यो हल्का गफ दिइरहेको त्यो सालाले राम्रो देखाइदियो साला बाबु यहाँ आऊ न यहाँ पिन लजा तिमी खतरा ह्यान्डसम छ नि फेरि मेरो भाइ त साला भन्यो ए साला कि मेरो दिदी दिनै खोज्दैन फेरि साला बाबुले होइन ल दिन्छ ल यस्तो हान एक सट ल ल ए भाइ यहाँ तिमी कसको फ्यान हो भन नेमार मेसी रोनाल्डो रोनाल्डो हो एउटा रोनाल्डोको हानिदिनु ल खै रोनाल्डोको खै सेलिब्रेसन के ल आम्मामा बवाल बवाल है साँच्चै कि रोनाल्डोको फ्यान रहेछ यार भाइ त यसले देखेन नि रोनाल्डोको अर्को नम्बर पनि छ अरे सब रोनाल्डो रहेछ यार तर रोनाल्डोको टी सर्ट चाहिँ भएन क्या बाबु फेरि रोनाल्डो फेरि अर्को आयो कुन चाहिँ आयो फेरि यो त मेसीको फ्यान हो थाहा छ मलाई मेसीको रोनाल्डो हो कि होइन मेसीको फ्यान हो कि होइन सब रोनाल्डोको फ्यान रहेछ यहाँ त कसले भयो मेरो नाम सोधेको म यहाँ आऊ नि आऊ जुत्ता देखाएन जुत्ता देखाइदिएन खुट्टामा जुत्ता टक्क लाएर भन न जुम नगर्नु पापा ल ऱ्याप भन्नु यो ऱ्याप खतरा ल बिट बक्स कसले हान्छ बिट बक्स कसले हान्छ हान्छ ल खतरा हान्नु ल बिट बक्स ल खोइ बिट तिमीले आउँछ ओ यो मेरो क्रिसल भाइ जस्तै हो त रोनाल्डोको फ्यान आऊ न कस्तो रहेछ तिमी यार सब रोनाल्डो मेरो साला बाबु यहाँ आउन मेरो साला ओ मेरो ह्यान्डसम साला बाबु ह्यान्डसम साला बाबु सब रोनाल्डोको फ्यानहरू चाहिँ भाइहरू त तिमी पनि हो कि तिमी त नेमारको कि एम्बाप्पे हो मेसी हो तिमी मात्र क्या मेसीको फ्यान रोनाल्डोको फ्यानले सक्छ होला नि मेसीको फ्यान
बाल छैन रे ए त पागल हो त यस्तो भन्नु न यो एक्टिङ गर्नु ल यो एक्टिङ बेटीले दिँदैछ क्या तर मेरो साला बाबु चाहिँ हेर्छम हो खतरा हो क्या खतरा हो क्या जुत्ता चाहिँ बबाल छ क्या बेटी भाइको जुत्ता बबाल छ क्या यो मेरो कृषल भाइ हो र ध्यान चाहिँ गरौँ न कृषल भाइ सेम हो कि मेरो कृषल भाइ त बबाल खुट्टामा लाग्छ लु बजाइनो राइडिङ नाले पापा नाङ्छ न छाडे हुँदैन ना छाता पुम नि 2,000 years later. भिडियोहरू चाहिँ मैले इन गराउनु पाएको थिएन त्यो हाउस बिरुवाको पानी परेको बाटोमा रोकेर जाँदा बल्ल पानीबाट बचेर आइपुग्यो घर अहिले चाहिँ बाइक चाहिँ हाम्रो दिदीको बसतिर राखेर म हामी चाहिँ अब पैदलमा घर जाँदैछ विशाल जान्नु हो नि त नि गुजिएको त नि ए रातगाती यस्तै हो यतातिर गाउँसी गएको हामी अस्तिपट्टि त्यो दोस्रो गएको हप्ताको कति बुधबार हो क्या गएको त्यो दुइटा लुगाहरू किन्थ्यो अनि लुगाहरू किनेको जस्तो साइजै मिलेन कि मलाई लास्ट मनपर्ने मलाई त्यो लुगाहरू त्यो लिएर जस्तो खै ट्राई गरेर जुन जान्छ भनेको साइजै मिलेन कि त्यो आज एक्सचेन्ज गर्नु गएको काउस्की बजार पानीले धनै सकाएन हामीलाई आज ठुलो पानी परेको कि आज बेलुका हाम्रो म्यासेज गर्दा आइरहेको थियो कि मोबाइलको म्यासेज आइरहेको थियो 6 बजीतिर पानी पर्छ भनेर अनि गइदिएको बेहाल बनायो नि त पानीले हो भोलि पनि पानी पर्छ भने अनुमान लगायो हाम्रो वेदर मौसम भइहाले गाइस आजको लागि भिडियो म यही नै इन गर्न चाहन्छु आजको लागि यति नै फेरि आउने छ अर्को भिडियो नयाँ भिडियो सँगसँगै आउनेछु आजको लागि बाई बाई यो भिडियोको लागि बाई बाई गाइस फेरि भेटौँ अर्को भिडियोतिर च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला सबैजनालाई जतिसक्दो नयाँ आउनु भएको सबैजनालाई सब्सक्राइब गरेर मात्रै जानु होला सबैलाई धन्यवाद गुड नाइट